डाइरेक्ट फटाफट आएर चिम्लेर चट्टसँगले जाँदैछु नेपाली होटल। अनि त्यहाँ गएर हेर्नुपर्छ नेपाली होटलमा गएर ला मान्ने ढेँडो र साउदी अरब फर्स्ट टाइम म यसरी हिँड्दैछु यस्तो घाममा। यो आँखै हेर्न नसक्ने खालको घाममा। दुःख नगरेको हुन्छ हामीलाई यो घाम बाल लाग्दा। ओइ दादा खतरा रहेछ त रुम त। अनि जहाँ गयो पनि बवाल छ त रुम त यार। बनाउने हो नि त आफूले रुम त। रुम त बवाल आफूले बनाउने हो नि त। त्यो पनि हिंदी होना चाहिए। बस चाहिए हिंदी, बाँकी गया तेल लेने। यस्तो भतभत भइसक्यो नि, यस्तो भतभत भइसक्यो नि। म त भित्रको मालमिटर दामी लास्ट हेलो गाइज, वेलकम ब्याक टु माई च्यानल एमआर अनिस भ्लगमा तपाईँहरू सबैजनालाई फेरि पनि स्वागत गर्दछु। अनि म चाहिँ एकदमै सन्चै छु। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला। अनि आज चाहिँ डे अफ अनि प्लस त्यो ईदको अनि प्लस विकली डे अफ पनि थियो। अनि त्यही सिलसिलामा के गर्नु रुममा बसेर अरू जाउँ न दादालाई भेट्न। दादा घर पनि जान आँटेको छ। अनि थोरै सामानहरू थियो क्या, थोरै सामानहरू पनि दिनु छ। अनि अहिले जान लागेको घाम भन्नुहुन्छ भने यस्तो छ घाम। यो चाहिँ म बस्ने ठाउँ होइन, मेरो अकोमोडेसन चाहिँ यही हो। सो अहिले चाहिँ गाडी पर्खिरहेको छु। घाम ओभर छ, आँखा हेर्न सकिरहेको छैन, यति धेरै घाम छ नि। अब क्यामेरामा त त्यस्तो धेरै देखिएको छैन होला, यस्तो धेरै घाम त देखेको छैन। तर पनि बवालै छ घाम चाहिँ, कत्रै छ घाम चाहिँ। पोलेर यस्तो भतभत भइसक्यो नि, यस्तो भतभत भइसक्यो नि। म त गर्मी छ यार, यस्तो गर्मी छ। बहुत गरम है ना? बहुत गरम है, बाप रे बाप। 40 डिग्री चल रहा है भाई। नेपाल वाले को दिखा रहे हैं। हाँ दिखाएगा, ब्लॉग चल रहा है, ब्लॉग चल रहा है, ब्लॉग अभी मस्त वाला ब्लॉग चल रहा है। साउदीमा चाहिँ केटा हो, गाडी चाहिँ भन्छ भने जिन्दगीमा मैले लाइफमा देखेको थिइनँ त्यति गाडी चाहिँ जति यहाँ हुन्छ क्या। यति धेरै गाडी हुन्छ नि, यति धेरै गाडी छ नि साउदीमा। म अगाडि 2 वर्ष दुबईमा पनि बसेँ होइन, तर दुबईमा त्यस्तो धेरै मैले गाडी देखेको थिइनँ। तर यहाँ हेरौँ स्पिड फेरि 120 त नर्मल हो। फेरि 120 तो नॉर्मल गड़ा, नॉर्मल एक 120 है ना इधर का? हाँ 120 लास्ट है इधर। ये वाला नहीं नॉर्मली 120 जाता है ना इधर वाला नहीं, जो मेन हाईवे होता है ना, मेन हाईवे 120। इसमें अभी कितना है? 90 होगा शायद। ये 9 है। और इसके बाद जो बाहर जाओगे 140। बाहर जाएगा तो 140 है नॉर्मल स्पीड। 140 क्या बोल सकते हैं, पता नहीं चलता। हम लोग 145 पे लाग करते हैं। अनि अर्को कुरा जुनै पनि अरब कन्ट्रीमा चाहिँ जुनैमा पनि इङ्ग्लिस चाहिन्छ भन्ने चाहिँ छैन। एउटा यहाँ लाजिम चाहिने भनेको हिंदी होता है ना, मतलब ये मिडल ईस्ट का होता है ना, दुबई हो गया, ओमान हो गया, कतार हो गया। इधर कोई नया बंदा आता है तो उसको इंग्लिश नहीं चाहिए, उर्दू होना चाहिए बस उर्दू हिंदी उसको बोलता है। हिंदी पाकिस्तानी लोग उर्दू बोलता है ना उसको। हिंदी होना चाहिए, बस चाहिए हिंदी, बाकी गया तेल लेने। नहीं चाहिए दूसरा लैंग्वेज। ऐसा नहीं है कि बस चाहिए इंग्लिश ही आना पड़ेगा, नहीं तो मुश्किल हो जाएगा। जो है हर जगह मिलेगा, हर जगह में आपको हिंदी वाला मिलेगा। हर जगह तकरीबन कम से कम 75% आपको मिलेगा। हाँ। बाकी उर्दू अरबी। अब हमको तो अरबी आता नहीं है, इंग्लिश बस आता है इंग्लिश उर्दू मतलब हिंदी। तर
तर धन्न अहिले गाडीमा बसेर चाहिँ आनन्द छ। बाहिर चाहिँ सकिँदैन, बाहिर त चप्पलै त्यो डल्ला जस्तो हुन्छ होइन, बाहिर त त्यति धेरै घाम छ, गर्मी त्यस्तै, तर भित्र त यही हो यो। अनि यो त भिल्ला छ त यार दादा। जाने मान्छे चाहिँ उहीँ हुनुहुन्छ है। अब नेपाल जानुहुँदैछ है दाजु चाहिँ नेपाल जानुहुँदैछ है, प्लिज। उयो दा यार बबाल रहेछ त्यहाँ, भिल्ला जस्तो लागेको थियो त, फेरि अर्कै रहेछ त्यहाँभित्र फेरि। त्यही त, म त अपार्टमेन्ट होला भन्दा भिल्ला जस्तो चाहिँ लागेको थियो क्या हेर्दाखेरि चाहिँ, पहिलेको जस्तै रहेछ नि होइन, मतलब यो यस्तो भित्र छिर्ने बित्तिकै चाहिँ सो दादाको रुम चाहिँ आइपुगिसक्यो। ओइ दादा खतरा रहेछ त रुम त। अनि जहाँ गयो भने बवाल छ त रुम त यार। त्यो पनि आफूले रुम बवाल उनका सामान लिनको लागि त्यस्तो धेरै त छैन, बत्था हिँडेको घाम यस्तो छ, दादालाई नजाउँ भनेको त्यहाँ जाउँ भन्न थाल्यो। घरमा पनि घुमघुमाइ हुन्छ यसो। दादा के खायो हुन्छ आज, के खुवाइ हुन्छ, दादालाई के खुवाउँछ, कस्तो के खुवाउँछ? अच्छा जान आँटेको लागि दिमाग खराब भइरहेको छ घामले, यस्तो घाम छ आमा के भन्नु। अनि यो पछाडिको यो हुन्छ नि यो त अनि राँगाको काँच जस्तो होला जस्तो छ त। अनि यो घाममा हिँडाइरहेको साउदी आएर फर्स्ट टाइम म यसरी हिँड्दैछु यस्तो घाममा, यो आँखै हेर्न नसक्ने खालको घाममा। दुःख नगरेको हुन्छ हामीलाई यो घाम बाल लाग्दा। के बोले भाई? अब के बोले आवा फेरि बाल लाग्दैन। के भाइ कस्तो लगभग आइपुगिसक्यौँ। दादा हिँडेको रहेछ यहाँ मेट्रो स्टेसन चाहिँ के भयो, थुकै सुकिसक्यो त यार घाँटीको त। आइसक्यौँ, अब चाहिँ आइसक्यौँ लगभग 20 मिनट हिँडेर। आमा दादाले मार्यो यार आज त, बिचारै मार्यो यार। घरि ढुङ्गा गाडी हिँडाउँछ, घरि के गाडी हिँडाउँछ यार। दादा आज मारेर छोड्ने हो, कता हिँडाएको, घरि ढुङ्गा गाडी हिँडाउनुहुन्छ, घरि के गाडी हिँडाउनु। ल बत्ता हेर्नुपर्छ है, बत्ता रियादको सबैभन्दा मोस्ट पपुलर ठाउँ, नेपाली जाने ठाउँ बत्ता। ल स्टेसन आइसकेको छौँ हामी चाहिँ, सायद एलाउड छैन होला। अब पुगेको छौँ होइन मेट्रो स्टेसन। हल्का फुल्का काटसाट बनाउनु पर्ला, गइँदैछ आनन्दले, बल्ल अलिकति आनन्द भयो, चिसो अब हल्का फुल्का पाइँदैन होला बनाउन, अलिकति एलाउड छैन। क्यामेराको लेडी चाहिँ हुन्छ क्या। Aruba. The next station is फाइनली बत्था आइपुगिसक्यौँ हामी चाहिँ। तल त 5 तला मुनि छ नि त अन्डरग्राउन्ड पुग्ने। अनि त्यहाँनिर हिँड्दा त हाम्रो स्वर्ग भइरहेको थियो। अहिले त फेरि तातो घाम, यो बत्था होइन, यो के भन्छ यसलाई, यो हाम्रो नेपालको के अरे चराली बजार।
चाराली बजार दाइ चाराली बजार हो यो मलाई त त्यस्तै फिल भयो सेकेन्ड टाइम हो है मेरो चाहिँ सेकेन्ड टाइम हो यो फर्स्ट टाइम नाइटमा आएको थियो होला यो सेकेन्ड टाइम चाराली बजार होइन दाइ के कहाँको बजार भन्नु यो सेम त्यस्तै छ यहाँ ए हो बत्था भनेको चाहिँ बङ्गालीहरूको टोली नेपाली बङ्गाली इन्डियन सबै आउने ठाउँ यो चाहिँ सब थोक पाउने ठाउँ यो चाहिँ लास्टै गर्मी छ यार लास्टै सो यो घाममा मरिन्छ प्लिज मर्छु होला म त अति भइसक्यो ओभर भइसक्यो ओभर अब चाहिँ हामी डाइरेक्ट फटाफट आएर चिम्लेर चट्टसँगले जाँदैछौँ नेपाली होटल अनि त्यहाँ गएर हेर्नुपर्छ नेपाली होटलमा गएर मान्ने ढेँडो र रहा नहीं जाता तड़प ही ऐसी है ना ढेँडो खाने के यहाँ यो गर्मीमा त के ढेँडो खायो होला है म ढेँडो अर्जुन खाएका छुइनँ जन्मदिन यो गर्मीमा त के ढेँडो खायो होला है म ढेँडो अर्जुन खाएका छुइनँ जन्मदिन कौन है ये लोग कहाँ से आते हैं गिद्दी हुन्छ होला यार तर बबाल हुन्छ हेरौँ जे हुन्छ सो हेरौँ के हुन्छ नास्टा भोक लाग्यो अभी मजा आएगा ना भिड़ यही त होला नि अब त टेस्ट हानु न खायो ल फेरि छैन यार के हो ताना बबाल छ म यो भैँसीको मासु खानु सक्दिनँ छोडेँ क्या दाँतले हुन्छ अरू के हो यस्तो खालको बनाउने पनि होइन डढाएर बनाएको छ जो सुकुटी खाऊ यस्तो बनाएर सुकुटी पनि के हो यो यत्रो छ त सुकुटी के हो यत्रो ज्यादा सुकुटी पनि यस्तो हुन्छ गोरुको मासु के गर्छु होइन यो त पुरै डढै छ डढाएर वो बता रहा थी किससे पुरा त्यो साह्रो टाइममा खाने जस्तो क्या
म यहाँ खाने भनेको थुक्पा आज किन सुप त्यही हो गर्मीमा थुक्पा खाँदा पूरा गाँव वाला मिलके बता रहा 13 साल में जितना खर्चा दिया कर रहे हम लोग देते कल को तो नॉर्मल ले रहा था ये गाँव वाला लोग बता रहे हैं ये सब जमा तो घूम रहे हैं भित्रको मालमिटर दामी लास्ट टाइम बता आ गया यसपछि त मलाई फरक पर्दैन क्या होइन यो कस्तो अर्कै टाइपको क्या अमिलो अमिलो टाइपको क्या हो कैसे कैसे लोग रहते हैं यार यहाँ पर साला तुमको पागल कुत्ते का गाड़ी उठा के ले जाएगा बता रहे हैं हम चिली फ्लेक्स मात्र लगायो कतिवटा थियो घरमा पहिला हामी घरमा जान खाएको मोमो बब्बा 20वटा 25वटा खाएको त्यो झन्डै भयो यहाँ त बुढाबुढी छैन यो त के पानी बुढो ठिक छैन म त धेरै भएको थियो नखाएको अस्ति घर जाँदा पनि खाइन नि त म नेपालमा नाइटमा यही हो पानी पऱ्यो चटपटे खानु चटपटे अब्बर मिस गरेको छु हामीले पनि पुरा हाल्यो पानी अगाडि ज्यादा खावा सस स्वाट के सुकेको छैन अहिले चाहिँ हामी आएको छौँ चक्लेट पसलमा दादा चक्लेट लिँदैछ त्यो सबै चक्लेटै चक्लेट हो है सब चक्लेट सब चक्लेट तर यो चक्लेट चाहिँ मलाई ओपी लाग्छ क्या मलाई यो चक्लेट भयो होइन अब चक्लेट त सबै ओपी नै हुन्छ नमिठो त कुन हुन्छ हजुर के उयो चक्लेट आज सही सही छ यार चक्लेटहरू सो म चाहिँ भर्खर उठेँ यस्तो गलिएको थियो यति धेरै गर्मी
आएर झ्याप्पै सुत्यो, लगभग 2-3 घन्टा सुत्यो होला। त्यहाँदेखि अहिले उठेर लास्टै गर्मी क्या, लास्टै गर्मी, ओभर गर्मी, यस्तो जिउ दुखेर आमा। अहिले चाहिँ आनन्द भयो। गर्मी ओभरै थियो, ओभरै गर्मी, सायद त्यस्तो गर्मी म फर्स्ट टाइम मैले अगाडि नै भनिहालेँ। धेरै नै गर्मी। सो त्यही हो, आजको ब्लगलाई यहीँनिर एन्ड गर्दैछु म। अनि च्यानललाई लाइक सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। अनि माथिपट्टि बेल आइकन छ, सो बेल आइकनलाई थिचिदिनु पनि होला। न्यू डे न्यू ब्लगमा हामी फेरि पनि भेट्नेछौँ। त्यतिन्जेलको लागि जय नेपाल।